अनि त्यहाँ माला उहाँहरूले लगाइदिनु भयो होइन। त्यो बोल्न चाहिँ त सुन्नु न, अनि किन बोल्नु होइन मैले के भन्दै थिएँ भने जे हो मलाई फिल भएको सही कुरो बोल्ने हो सबभन्दा। त्यसो बोल्ने बानीले होइन, तपाईँलाई यहाँसम्म ल्यायो। होइन अर्को कुरा के हो भने अनि मैले त्यहाँ माला लगाइसकेपछि त्यो माला त मैले तपाईँलाई भनेको छु नि, यही हिमालय टिभीकै टिमलाई पनि भनेको छु मैले, सायद 2 ट्रकभन्दा बढी ट्रक माला लगाइदिए। भएको छ। ती माला अन्तिममा चाहिँ फेरि जनताले नै लगायो। बुझ्छु माला चाहिँ के एउटा बकुल्लाको लगाउनु भयो मैले देखेको। बकुल्ला सिमीको माला लगाइदिनु भयो, सयपत्रीको सबभन्दा धेरै, त्यसपछि लाली गुराँसको दोस्रो, बकुल्ला सिमीको तेस्रो, त्यसपछि भुटुकको माला पनि लगाइदिनु भयो। अब फुल सबै ठाउँमा फुल उपलब्ध हुने थिएन। अब म रजबारामा जाँदाखेरि एकजना बुवाले चाहिँ मकैको झोता झिकेर माला लगाइदिनु भयो। म पनि चकित परेँ, मकैको झोताको पनि माला लगाइदिनु भयो। अब बाँकी के रह्यो माला लाउन भन्ने हिसाबले झिमुरुकमा जाँदाखेरि आलुको माला लगाइदिनु भयो, लालुपातेको माला लगाइदिनु भयो। तपाईँले सलिबिरल थाहा छ? सलिबिरलको सल्लाहको पातको सलिबिरलको माला लगाइदिनु भयो। मलाई लाग्छ 18 थरी माला लगाइदिनु भयो। अब तपाईँ त्यो गाह्रो लगाउन जाँदा त यो प्रश्न जरुरी हुँदैन, तर साग काट्न जाँदा, रोटी बेल्न जाँदा चाहिँ मलाई पनि यहाँ लागेको के हो भने दिनभरि कहाँ कहाँ हिँडिया छ, कसको घरमा जाँदा साग काट्न थालेको छ कि रोटी बेल्न थालेको छ, टक्क देखिएको छ त्यो काम गर्न थालेको छ। तपाईँ त हात धोएर गर्नु थियो कि हात नधोइकन बस्नु थियो? होइन, सामान्य त कस्तो थियो भन्नुहुन्छ भने गाह्रो लागिरहेको ठाउँमा तपाईँको अर्घाखाँची नजिक पर्छ, त्यो नुवाकोटसँग जोडिएको। हामी गाडीमा गीत बजाउँदै हिँडेका थियौँ। एकजना अर्घाखाँचीको नुवाकोट माइती भएकी हुन् सायद, एकजना दिदी बहिनी हुन्, दिदी हुन्, अब उमेर खुट्याउन लागिएन। बाटोमा गाडी हिँडिराखेको छ गीत बजाउँदै साउन्ड सिस्टमसहित। आफ्नो घर अगाडिपट्टि निस्केर उनी नाच्दै थिइन्। अनि हामी त्यो बाटो गयौँ, उनी र म एकछिन नाच्यौँ पनि। मलाई लाग्छ 2 लाखभन्दा बढीले त्यो नाच पनि हेरेका छन्। त्यो जनस्तरको स्वतःस्फूर्त थियो कि यदि गाह्रो लगाउने घर चाहिँ त्यही नाच्ने त्यसपछिको एपिसोड त्यो हो। अनि त्यहाँ गाह्रो लागेको ठाउँमा जाँदाखेरि गाह्रो लागिरहेको थिएँ। मलाई चाहिँ एउटा आलोचना के थियो भने कम बोल्छ, रुखो बोल्छ, घुलमिल पिरेर बोल्छ, घुलमिल हेपेर बोल्छ, घुलमिल छेड्ने गरेर बोल्छ, घुलमिल हुँदैन। यस्तो चाहिँ घमण्डीमेन्ट थियो, घमण्डी छ, अहङ्कारी छ, दम्बी छ। किनभने यो केपी ओलीसँग नजिक छ, म जस्तो कोही छैन भन्छ भनेछ। हुन चाहिँ म जस्तो त्यहाँ कोही छँदा पनि थिएन। मैले त्यो त भनेकै छु। व्यक्तिगत रूपमा डाक्टर गोविन्द पोखरेललाई म सम्मान गर्छु, तर होइन, भोटका आधारमा मात्रै पनि कुरा हुन्न, योग्यता क्षमताका आधारले पनि उहाँका